नेपालमा हेर्नुस् न, मन्त्रीहरू फेरिन्छन्, सरकारहरू आउँछन् जान्छन्, तर एउटा यस्तो शक्ति छ जो सधैँ त्यहीँ रहन्छ। हो, आज हामी राज्य सञ्चालनको त्यही नदेखिने तर सबैभन्दा शक्तिशाली मेरुदण्ड अर्थात् निजामती सेवालाई अलि नजिकबाट बुझ्ने प्रयास गर्दैछौँ। हो, स्थायी सरकार यो शब्द यत्तिकै प्रयोग भएको होइन। जब राजनीतिक नेतृत्वमा उथलपुथल हुन्छ, देशलाई निरन्तरता दिने, नीतिहरूलाई कार्यान्वयन गर्ने र जनताको सेवालाई जीवित राख्ने काम यही स्थायी संयन्त्रले गर्छ। यसको वास्तविक शक्ति र स्थायित्व यही एउटा शब्दमा लुकेको छ। त्यसो भए परिभाषाले यसलाई के भन्छ त? एकदमै सरल भाषामा भन्दा यो देशको ढुकुटीबाट तलब खाने व्यावसायिक कर्मचारीहरूको एउटा स्थायी फौज हो, जसको मुख्य काम भनेको राजनीतिबाट टाढा रहेर सरकारले गरेका निर्णयहरूलाई जनतासम्म पुर्याउनु हो, चाहे त्यो नागरिकता बनाउने काम होस् वा कुनै विकासको योजना। आजको हाम्रो यो चर्चामा हामी यही स्थायी सरकारको अवधारणा के हो, यसलाई चलाउने आधारभूत सिद्धान्तहरू के हुन्, यसको ऐतिहासिक विकासक्रम कस्तो रह्यो, आजको दिनमा यसका सफलता र चुनौतीहरू के छन् र अन्त्यमा यो सेवाको हिस्सा कसरी बन्न सकिन्छ भन्ने कुरालाई सिलसिलेवार रूपमा हेर्नेछौँ। ल, अब अलिक गहिराईमा जाउँ है त। निजामती सेवालाई बलियो बनाउने जग के हो? आखिर कुन त्यस्ता आधारभूत सिद्धान्तहरू छन् जसले यसलाई पुरानो प्रणालीबाट आजको आधुनिक स्वरूप दियो? यो तुलनाले प्रशासनमा भएको सबैभन्दा ठूलो क्रान्तिलाई देखाउँछ। सोच्नुस् त, एक समय थियो राणाकालमा जहाँ नियुक्ति पाउन योग्यता होइन, नातावाद र चाकरी चाहिन्थ्यो। त्यो प्रणालीलाई पुरै विस्थापित गरेर आज योग्यता प्रणाली स्थापित भएको छ। लोकसेवा आयोगले लिने निष्पक्ष र खुला प्रतिस्पर्धाले गर्दा अब कुनै पनि सक्षम व्यक्ति राज्य सेवामा प्रवेश गर्न सक्छ। यो साँच्चै नै एउटा ठूलो फड्को हो। योग्यता प्रणाली मात्रै होइन, अरू पनि महत्त्वपूर्ण सिद्धान्तहरू छन्, जस्तै राजनीतिक तटस्थता, जसले कर्मचारीलाई कुनै पार्टीको होइन देशको बनाउँछ, कानूनको शासन, जसले मनपरी तन्त्रलाई रोक्छ, अनि स्थायित्व, जसले सरकार फेरिँदैमा सेवा प्रवाह रोकिन दिँदैन। यिनै सिद्धान्तहरूले त निजामती सेवालाई व्यावसायिक र भरपर्दो बनाउने हो। तर यो आधुनिक प्रणाली रातारात बनेको चाहिँ होइन है, यसको पछाडि लामो इतिहास छ। आउनुहोस्, चाकरी प्रथाबाट योग्यता प्रणालीसम्मको यो महत्त्वपूर्ण यात्रालाई छोटकरीमा निहालौं। यहाँ हेर्नुहोस् त, 2007 सालसम्म प्रशासन पुरै पहुँच र कृपामा चल्थ्यो। 2013 सालमा पहिलो निजामती सेवा ऐन आयो, जसले एउटा कानूनी आधार दियो। तर वास्तविक गेम चेन्जर त 2015 सालमा लोकसेवा आयोगको स्थापना थियो, जसले योग्यताको ग्यारेन्टी गर्यो। र हालसालै 2072 को संविधानले त सिंहदरबारमा केन्द्रित अधिकारलाई प्रदेश र स्थानीय तहसम्म पुर्याएर यसलाई झनै विकेन्द्रित गरिदिएको छ। त्यो त भयो इतिहासको कुरा, तर आजको दिनमा नि यो विशाल संयन्त्र अहिले कहाँ उभिएको छ? अब यसको भनौँ न एउटा रिपोर्ट कार्ड हेरौँ। यसका उपलब्धिहरू के छन् र अझै पार गर्नुपर्ने चुनौतीहरू के छन्? लगभग 1 लाख कर्मचारीहरू। यो संख्या आफैमा कति ठूलो छ एकपटक कल्पना गरौँ त। काठमाडौँका ठूला मन्त्रालयदेखि लिएर देशको दूरदराजको एउटा सानो वडा कार्यालयसम्म राज्यको अनुहार बनेर यिनै कर्मचारीहरू उपस्थित छन्। देशको हरेक कुनालाई केन्द्रसँग जोड्ने धागो नै यही हो। अब हेर्नुहोस्, एकातिर माओवादी द्वन्द्वदेखि संघीयता कार्यान्वयनसम्मका जटिल राजनीतिक मोडहरूमा देशलाई बचाइराख्ने काम यसैले गरेको छ। तर फेरि अर्कोतर्फ ढिलासुस्ती, राजनीतिक हस्तक्षेप र जवाबदेहिताको कमी जस्ता आरोपहरूले गर्दा जनताको विश्वास जित्न अझै पनि सङ्घर्ष गरिरहेको देखिन्छ। यो एकै सिक्काका दुई पाटा जस्तै हो, जहाँ उपलब्धि पनि छन् र चुनौती पनि उत्तिकै छन्। यति कुरा बुझिसकेपछि यदि कोही यो संयन्त्रको हिस्सा बनेर सायद समाधानको बाटो खोज्न चाहन्छ भने प्रक्रिया के हो त? आउनुहोस्, राज्यको यो मेरुदण्डमा जोडिने बाटोबारे पनि जानौं। यो बाटो सोचे जस्तो सजिलो भने पक्कै छैन। यो एउटा कठिन म्याराथन जस्तै हो। पहिला त शैक्षिक योग्यता र उमेर पूरा हुनु पर्यो। त्यसपछि लोकसेवा आयोगको कडा परीक्षा प्रणाली पार गर्नुपर्छ। लिखित परीक्षाका विभिन्न चरणदेखि अन्तर्वार्तासम्मको यो पारदर्शी प्रक्रियाले नै उत्कृष्ट उम्मेद्वारहरूलाई छनौट गर्ने आधार दिन्छ। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्ग्यौं, के एउटा सक्षम, छरितो र नागरिकले पूर्ण भरोसा गर्न सक्ने निजामती सेवा बिना साँच्ची नै एउटा समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्छ? सायद हाम्रो देशको भविष्यको सबैभन्दा ठूलो जवाफ यही प्रश्नभित्र लुकेको छ।